छोरी मान्छे कसले छुन हुने नहुने एउटा गुरुले हुन्छ भन्छन्, अर्कोले हुँदैन भन्छन्, फलानु गुरुले हुन्छ भन्छन्, फेरि अर्कोले हुँदैन भन्छन्। कुन वचन मान्ने धेरै कुराहरू छन् र यो शास्त्र सम्मत केही निर्णयहरू आज हामी यहाँ स्कन्द पुराणबाट सुन्ने पनि छौँ। चक्राङ्कितम शालिग्रामम, क्या राम्रो कुरो हो। जो शालग्राम चक्रमा, शालग्रामको शिलामा चक्र छ, जुन शालग्रामको विग्रहमा चक्राङ्कित हुनुहुन्छ त्यो त जीवित भगवान हो। हेर्नु, एक शालग्राममा कतिमा चक्र हुन्छन्, कतिमा हुँदैन। अहिले म एकछिनमा तपाईहरुलाई बुझाउँला, देखाउँला पनि, तर पहिले कथा सुनौ यहाँ। त यस कारणले गर्दा यहाँ भन्नुभयो, जो शालग्रामको शिलामा चक्राङ्कित हुन्छन् त्यस्तो विष्णुको अर्चना गर्यो भने शुद्र वर्ण भएका तिमीले मुक्ति तिम्रो हातमा छ। तिम्रो हातमा आफै मुक्ति आउँछन्, मुक्ति खोज्न अन्त जानु पर्दैन। तर चक्राङ्कित शालग्रामको सेवा गर्नु पर्यो तिमीले। गालव वाच, गालवले भन्दै हुनुहुन्छ, शालग्राम गतम विष्णु चक्राङ्कित पुटम सदा ये अर्चयन्ति नरा नित्यं तेषां भुक्ति स्वदूरतः। भुक्ति र मुक्ति नै प्राप्त गर्दछन्। चक्राङ्कित शालग्राम यदि भेटेनन् भने किनेर भए पनि गर्नु। अहिले त किन्नै पर्छ, खोज्दा पाइँदैन। कसैले दियो भने हजुरले सेवा गर्नु। चक्राङ्कित शालग्राम भनेको चारै वर्णले सेवा गर्न मिल्छ। ब्राह्मणले पनि मिल्छ, वैश्यले पनि, क्षत्रियले पनि मिल्छ, वैश्यले पनि, शूद्रले पनि मिल्छ। किनभने हामीलाई मोक्ष दिन भगवान यहाँ आउनु भएको यो धरतीमा। भगवान के गर्न? मेरो सेवा गर, मलाई स्पर्श गर, मलाई सेवा गर भनेर। हेर्नु त, शालग्राममा भगवान चक्राङ्कित बनेर यस्ता विग्रहहरू पाइए भने त अरू देवतालाई जस्तो कपडा पनि चाहिँदैन, शालग्रामलाई चाहिन्छ भन्नु त। अरू देवतालाई जस्तो श्रृङ्गार पेटार पनि गरिदिनु पर्दैन, बढिया सिंहासन पनि चाहिँदैन। यसो भयो भने कपडा उठाएर त्यहाँ माथि राखेर सेवा गर्दै जानु, हातमा पकड्नु, यसो गरेर भगवानलाई खेलाउनु। क्या भगवानलाई युलाउँदै खेलाउँदै खेलाउँदै प्रभु मेरो कल्याण गर्नुहोस् भन्नु। कुनै दिन छातीमा लगाउनु, यसरी भगवानलाई टसाउनु। यहाँ हे शालग्राम, तपाईँ त हामीलाई उद्धार गर्न आउनु भएको छ भनेर शालग्रामलाई यसरी छातीमा राख्नु अनि भन्नु, क्या हे भगवान, अहिले जसरी मैले यसरी राखेको छु, मेरो प्राण जाने बेलामा पनि हजुर मेरो चित्तमा आएर बसेर मलाई धन्य गरिदिनु होला भनेर भगवानसँग प्रार्थना गर्नु। एउटा शालग्रामलाई चारै वर्णले, स्त्रीले पनि, यहाँ यो कथा स्त्रीलाई सुनाएको, यो कथा शूद्रलाई सुनाएको। जो व्यक्ति आज एउटा सम्प्रदायमा हामी रहौँ तर मैले जानेको ठिक, अरूले जानेको बेठिक भन्ने भावले आज धर्मको नाश गराइदिएको छ। आज हाम्रो एउटा मैले मात्रै जानेको सही, त्यो अर्काले केही पनि जान्दैन। मैले जानेको सही, हाम्रो सम्प्रदाय ठिक, अरूको बेठिक भन्ने कारणले गर्दा आज धर्मलाई कति धेरै नोक्सान भएको छ। त्यसैले स्कन्द पुराणको नागर खण्डमा पनि जो शालग्रामको महिमा छ सज्जनौ, यो चारै वर्णहरूको लागि, व्यक्तिको लागि। तर आज यही शालग्राम विग्रहमा के भयो भने त यस्तो मान्छे, त यस्तो खाने, त उस्तो खाने। सकेसम्म शालग्रामको सेवा गर्दा चोखो नितो गर्नु पर्छ। शुद्ध सात्विक, शालग्रामको मात्रै होइन, शिवजीको पनि। माछा मासु खाने, यही कुराहरूले अझसम्म समाज अल्झिरहेको छ। व्रत गर्ने, अघिल्लो दिनसम्म टन्न मासु खाने अनि भोलिपल्ट तिजमा नाच्दिने। राति 12 बजीसम्म दर खाने, मासु पकाएर खाने 12 बजीसम्म, अनि भोलिपल्ट व्रत गरिदिने। के गर्नु त्यो उफ्रेर भन्नु? 2-4 दिनदेखि अगाडि तयारी रहनु परेन? मेरो व्रत हो, चोखो नितो गर्ने, मेरो त कमसेकम एकचोटि खाएको मासु 72 घण्टासम्म यहाँभित्र पेटमा रहन्छ, पस्दैन, त्यो राम्रो गर्दैन भनेपछि यहाँभित्र माछा मासु बोकी भगवानको सेवा किन गर? त्यसैले जुन दिन भगवानको सेवा गर्न मन लाग्छ र यो धरतीमा मोक्ष चाहिएको छ, आत्मकल्याण चाहिएको छ, कुनै मन्त्र पनि चाहिएन, टाढा तीर्थ गएर भड्किनु पनि पर्ने छैन भने यस्ता शालग्रामलाई जो यहाँ हृदयमा राखेर प्रभु मलाई मोक्ष दिन तपाईँ आउनुहोस् है, मोक्ष दिन आउनुहोस् भन्न सेवा गर्ने। त्यसैले यहाँ अहिले के छ भने फलानुले हुन्छ, त्यसले शालग्रामको सेवा कसले गर्नुहुन्छ भन्दा जो व्यक्ति छल गर्छ, जो व्यक्ति कपट गर्छ, त्यो ब्राह्मण भए पनि त्यसले गर्नु हुँदैन। जसले छल कपट गर्दैन शालिग्रामको सेवा गर्नुहुन्छ। जसको भित्र छल कपट छैन र जसको भित्र संशय छैन त्यो व्यक्तिले भगवानको सेवा गर्ने। संशय छ भने शालग्रामको मात्रै होइन, कुनै पनि भगवानको सेवा गर्दा फल पाउँदैन। स्कन्द पुराणको नागर खण्डले भन्छ, यहाँभित्र कपट भएका मान्छेले नछुनु भगवानलाई।
मैले देखेको छु कत्र कत्र व्यक्तिहरू यो सालाग्राम बोकेरै यसले हुन्छ त्यसले हुँदैन, त्यसले भनेको गलत भनेर आज के गरेर कपड बोकेर हिँडिरहेका छन्। कति कपड छ यहाँ भित्र। त्यस कारणले गर्दा यहाँ भन्नुहुन्छ, बोले के भन्नुहुन्छ त भन्दा जो व्यक्तिले सालाग्रामको यदि सेवा गर्ने भए कहिले पनि संशय नगरो, सेवा गर्न थाल्यो। यति कुरो हो, सालाग्रामको सेवा चाहिँ जानेर गर्नुपर्छ। यसलाई त ढुङ्गो मानेर गर्नुभयो भने पर्दैन, यसलाई ढुङ्गो मात्रै मान्दै हुनुहुन्छ भने पर्दैन गर्नुकोबाट। जुन दिन भगवान मान्नुभयो, मेरो कल्याण गर्नको लागि चाहिँ भगवान नारायण यहाँ चक्राङ्कित भनेर आउनुभएको रहेछ भनेर लाग्यो सुन्दै जाँदा भन्दा च्याप्प गण्डकीमा खोज्दै डुबुल्की मार्दै कसैका कुरा नसुनिकन जुन दिन सेवा गर्न थाल्नुभयो भने तपाईँको अब कल्याण भयो, त्यहीबाट मोक्ष भयो। तर ती गुरुले भनेको, ती गुरुको कुरा सुनेर भित्र चाहिँ भक्ति छैन, श्रद्धा छैन, कर्मकाण्ड बुद्धिले यी भगवानको सेवा गर्नुभयो भने मोक्ष पाइँदैन। सेवा र भक्तिभावले गर्नुभयो भने भगवानले कल्याण गर्नुहुन्छ। फेरि खराब जुनीमा जन्मिनु पर्दैन, कीट पतङ्ग हुनु पर्दैन। भगवान यस कारणले गर्दा यी सालग्राम धरतीमा आउनुभएको हो यहाँ। तर आज धर्मको नाममा पनि विवाद, आज आफआफ्नो फलानु सम्प्रदायले के भन्छ, उर्को सम्प्रदायले के भन्छ, फलानुको गुरुले के भन्छ, यो सुन्नलाई। त्यसैले यहाँ कपड छ हामी भित्र, हामी गुरुहरूमा पनि यहाँ भित्र कपड छ, खटपड छ यहाँ भित्र भने अर्कालाई भन्ने अधिकार छैन। कर्मकाण्ड बुद्धि हटोस्। भगवानलाई सेवा गर्ने छ भने चारै वर्णले सालग्रामको सेवा गर्नुहुन्छ, व्यक्तिले हुन्छ, भगवानका भक्तहरूले गरेर कल्याण गर्ने यो भगवान, यसको लागि यहाँ आउनु। अझै कथा सुनाउनै छ तपाईहरुलाई, मैले सार मात्रै सुनाउनु पर्ने हो यहाँ। यस कारणले गर्दा यहाँ भन्दै हुन्छ, त्यसैले जुन दिन भक्ति आयो, भगवानको सेवा गर्ने भाव आयो भने कसैलाई नसोध्नु भगवान। नभए कतिको मासिक धर्म बन्द भएपछि कतिलाई गुरुको मन्त्र लिएर, गुरुको आज्ञा लिएर सम्प्रदायमा जाँदा छ। तर यहाँ त हामी शूद्रले त गर्न हुँदैन, स्त्रीले गर्न हुँदैन, वेद गर्न हुँदैन भन्नेको प्रसङ्गमा पैञ्जवम नाम गरेका शूद्रले सोद्धा गालम नाम गरेका महामुनिले त्यतिकै भन्नु भएन वचन। चतुर्मासको व्रत गरे, प्रत्येक वर्ष गालव मुनि चतुर्मासको व्रती गर्नुहुन्थ्यो। तपाईँ सालग्रामको सेवा जसलाई पाए त्यसलाई गर्न भन्दै हिँड्न हुन्छ र। त्यसैले जुन दिन भगवान मान्यो भने यति आनन्द आउँछ नि सेवा गर्नलाई। भगवान मान्नु भएन, अरूका दुनियाँका कुरा सुन्नु भयो भने तपाईँको कहिले पनि विवेक भक्ति आउन सक्दैन, अल्झिनी राख्नुहुन्छ। जुन दिन भित्र भगवान भन्ने भित्र आयो भने भगवानको सेवा गर्दा मार्न मात्रको कल्याण हुन्छ। सालग्राम यस्तो विग्रह हो। अब अर्को कुरो पनि सुन्नु, त्यही भएर यसलाई जानेन भने, त्यसैले त कहिलेकाहीँ नजान्दा, गुरुहरूलाई फलो नगर्दा, भक्तिभाव नहुँदा त्यसै उठाएर हामीले काला ढुङ्गा देखेर सालग्राम, अरे पहेँलो चम्केको सबै सुन्नु हुँदैन हो कि नै? पहेँला चम्केका जति सबै सुन्नु हुँदैनन्, काला देखिने जति सबै गण्डकीका शिला सालग्राम हुँदैन। हुने भए त अस्ति हामी बगरै बढी लिएर आइहाल्थ्यौँ। 1.5 घण्टा 1.5 घण्टा खोज्दाखेरि एउटा दुईटा विग्रह पाएँ। त्यति सजिलै यहाँ प्राप्त हुनुहुन्न। यस कारणले गर्दा सज्जनहरू कालो देख्दैमा सालग्राम हुँदैन, त्यसका पनि आफ्ना चिन्हितहरू छन्। त्यसैले भगवानलाई लगेपछि राम्रो तरिकाले स्नान गराउन जान्नु पर्यो। भगवानको स्नान गराउन, नभए भरे एकै ठाउँ राखेर गणेशलाई पनि त्यहीँ राखेको छ, शिवजीलाई पनि त्यही एउटा प्लेटमा राखेको छ, उता अर्का दुर्गालाई पनि त्यहीँ एउटै प्लेटमा राखेको छ, झिङ्रिङ्ग बनाइदिएको छ, पानीमा डुबाइदिइराखेको छ। के चढाउने के जानेको छैन। फेरि उता भोलिपल्ट बिहान फेरि सफा गर्न जाँदा मस्कौटो लगाएर सालग्रामलाई झ्यामझ्याम मस्काएको छ, सुब्लुङ्ग गराएको छ। यो तरिकाले चाहिँ हुँदैन, किनकि भगवानलाई आफ्नो मानेर, भगवानलाई आफ्नो प्राण मानेर, यो आत्मा मानेर जुन दिन सेवा गर्न भक्ति आयो, यति गुरुको कृपा आयो, यति तपाईँलाई भगवानप्रति भक्तिभाव आयो भने तपाईँले सालग्रामको सेवा गर्दा हुन्छ। यहाँ आज भन्नुहुन्छ म शूद्र वर्गको व्यक्ति, म के गरौँ भन्दा तिमी सालग्रामको सेवा गर, स्त्री र शूद्र तिमी गर। त्यस कारणले गर्दा यहाँ भन्नुभयो, यहाँ भन्नुहुन्छ सालिग्राम शिला यत्र यत्र द्वारवती शिला उभयो संगमः प्राप्तो मुक्तिस्तस्य न दुर्लभा। जो व्यक्तिले सालग्रामको शिला आफ्ना कर्म अक्षय बनाउनको लागि मात्रै सालग्रामको सेवा गर्दछ, कर्म अक्षय बनाउनु छैन, आफ्नो पुण्यलाई अक्षय बनाउनु छैन भने अरूको सेवा गरे भने सकेसम्म सालग्रामको सेवा छोरा मान्छेले गरिदिनु राम्रो हो। सकेसम्म 15 दिनमा एकचोटि एकादशीकै दिन स्नान गराइदियो भने पनि राम्रो। तर तपाईँ साध्वी हुनुहुन्छ,
आफ्नो परिवार प्रति भगवान प्रति भक्ति बढोस्।